हामी चाहिँ कालापानी लिपुलेक र महाकालीका लागि लड्ने, उहाँ चाहिँ आफ्नै बाजुरा र हुम्लाका लागि लड्ने, यो एकदमै निन्दनीय छ। गोपी हमाल सहित सुदूरपश्चिमको सुदूरपश्चिम हामी चिनाउँछौँ भन्ने अभियानका मुख्य मान्छेहरू र उहाँहरूको सँगै एउटा टिमहरू थियो। त्यो टिमलाई चाहिँ उहाँहरूले लखेड्नुभयो। हामी त्यसको घोर भर्त्सना गर्न चाहन्छौँ। झगडा गरे, हाम्रा जुन पनि बाजुरेली जनताहरू छन् उनीहरूलाई हानेको धपाए भनौँ न, एउटा त्यो कारण चाहिँ मुख्य कारण हो। यो हुम्ला र बाजुराको विवाद के हो भन्दाखेरि, जुन हुम्लामा स्थानीय जनताहरू छ त्यहाँ चाहिँ के हो भन्दाखेरि तिनीहरूको जडीबुटी गर्ने ठाउँ भनेको रानी सैन हो। त्यो रानी सैनमा उनीहरूले त्यो ठाउँमा चाहिँ भोलि अब आर्मी पुलिस भोलि त्यो ठाउँमा एउटा क्याम्प बन्दैछ, आर्मीले आफ्नो कब्जामा लिन्छ होइन। त्यसले गर्दा चाहिँ उनीहरूले चाहिँ त्यो ठाउँमा चाहिँ भोलि त्यो चाहिँ नहोस् भनेर चाहिँ तिनीहरूले चाहिँ त्यस्तो गर्न खोजिरहेको। यो हुम्ला र बाजुराको विवाद के हो भन्दाखेरि, जुन हुम्लामा स्थानीय जनताहरू छ त्यहाँ चाहिँ के हो भन्दाखेरि तिनीहरूको जडीबुटी गर्ने ठाउँ भनेको रानी सैन हो। त्यो रानी सैनमा उनीहरूले त्यो ठाउँमा चाहिँ भोलि अब आर्मी पुलिस भोलि त्यो ठाउँमा एउटा क्याम्प बन्दैछ होइन। त्यो क्याम्प बन्यो भने तिनीहरूलाई चाहिँ त्यो खान लाउन त्यहाँको जति पनि स्थानीयहरू हुन्छन् त्यो नपाउने कारणले गर्दा चाहिँ तिनीहरूले त्यो आन्दोलन चाहिँ गरिरहेका हुन्। त्यहाँ के क्याम्प बन्न लाग्यो? त्यहाँ पुलिसको क्याम्प बन्न लागेको छ अहिले तत्काल। पछि अब त्यो पर्यटकीय क्षेत्र पनि हो, पछि आर्मी पनि जाला त्यसमा। त्यो भइसकेपछि के हुन्छ भन्दाखेरि भोलि त्यहाँ सबै त्यो ठाउँमा चाहिँ घेरबाड हुन्छ, आर्मीले आफ्नो कब्जामा लिन्छ होइन। त्यसले गर्दा चाहिँ उनीहरूले चाहिँ त्यो ठाउँमा चाहिँ भोलि त्यो चाहिँ नहोस् भनेर चाहिँ तिनीहरूले चाहिँ त्यस्तो गर्न खोजिरहेको। त्यस्तो गर्न खोजिरहेको त्यो ठाउँमा त्यो क्याम्प नबनोस् भनेर त्यस्तो गर्न खोजिरहेको। नबनोस् र यो हाम्रो यो बाजुराको सिमाना चाहिँ हामीले लग्न पाउनुपर्छ भनेर चाहिँ उनीहरूले त्यत्रो झगडा गरे, हाम्रा जुन पनि बाजुरेली जनताहरू छन् उनीहरूलाई हानेको धपाए भनौँ न, एउटा त्यो कारण चाहिँ मुख्य कारण हो। मतलब बाजुरेली जनता त्यहाँ जाँदै गर्दाखेरि हुम्लाको मान्छेहरूले त्यहाँबाट धपाएको होइन। बाजुरेली जनता भन्दा पनि त्यहाँ हाम्रो त्यो गोपी हमाल सहित सुदूरपश्चिमको सुदूरपश्चिम हामी चिनाउँछौँ भन्ने अभियानका मुख्य मान्छेहरू र उहाँहरूको सँगै एउटा टिमहरू थियो। त्यो टिमलाई चाहिँ उहाँहरूले लखेड्नुभयो। हामी त्यसको घोर भर्त्सना गर्न चाहन्छौँ होइन। हामी चाहिँ कालापानी लिपुलेक र महाकालीका लागि लड्ने, उहाँ चाहिँ आफ्नै बाजुरा र हुम्लाका लागि लड्ने, यो एकदमै निन्दनीय छ। यो चाँडोभन्दा चाँडो उच्च स्तरीय छानबिन होस्। हामी होइन भने यसका लागि भोलि बाजुरामा भोलि उनीहरूले हाम्रा साथीहरूलाई बाजुरामा हाने हुम्लामा हाने, भोलि हाम्रो त्यो ठाउँमा हो भने हामी काठमाडौँ कोल्टी बाजुरा कोल्टी पिल्चौड होइन हरेक ठाउँमा आयो भने सुर्खेत हरेक ठाउँमा भोलि उनीहरूले लखेड्नेछन् भन्ने मैले भन्न चाहन्छु। यहाँबाट खुल्ला धम्की दिइराख्नु भएको छ कि अब त्यहाँ हेर्दाखेरि कतिपयले भनिरहेको छ, उहाँको सांसदहरूले भन्नुभएको छ यो नर्मल घटना हो, यो विगतदेखि घट्दै आएको घटना हो, नर्मल सीमा विवाद मात्र हो, यसलाई ठुलो इस्यु बनाइयो भन्ने उहाँहरूको माग छ कि उहाँहरूले भन्नुभएको छ। तपाईँले पनि सुन्नुभयो होला, आज मात्र प्रतिनिधि सभामा सुन्ने समय मागेर त्यो विषयमा पनि चर्को बहस गरिएका थिए। राष्ट्रपतिका सांसदहरूले, एमाले काङ्ग्रेसका सांसदहरूले, त्यहीँकै सांसदहरूले पनि त्यो कुरा उठाउनु भएको छ। अब कतिपयले के आशंका पनि गरेको छन् भने बाजुराबाट जो बडाली कोरिडोर थियो त्यो कोरिडोर बाजुराका युवाहरूले बन्द गर्यो, राष्ट्रिय राजमार्ग बन्द गर्यो भन्ने कुरा पनि उठेको छ। यो मानव नैतिकताले दिन्छ भने एउटा राजमार्ग बन्द गर्ने तपाईँ यस्तो तपाईँलाई के लाग्छ? तपाईँमा एउटा अतिथि देवो भव भन्छ होइन। अतिथि जाँदाखेरि ती हुम्लाका जनताले लखेड्न मिल्ने होइन।